नेपालको मध्यपश्चिम क्षेत्रमा रुकुम पश्चिम, जहाँको हावापानी, माटो र परिश्रमले जन्माएको छ एक नयाँ सम्भावना। यही सम्भावनाले यो जिल्ला बिस्तारै तरकारी बिउ उत्पादनको केन्द्र बन्दै आएको छ। लह लह बाली, हरियालीले भरिपूर्ण खेतबारी, सुन्दर पहाडी परिदृश्य र किसानको परिश्रमले भरिपूर्ण रुकुम पश्चिममा अनेकौं थरीका बाली बिरुवाहरूको सफल उत्पादन हुँदै आएको छ। खाद्यान्न, ताजा तरकारी, फलफुल र मसला बालीहरूको उत्पादन मात्र होइन, बिउ उत्पादन व्यवसायले जिल्लाको कृषि अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुगेको छ। यहाँका कृषकहरू परम्परागत खेतीमा मात्र सीमित रहेनन्। यिनीहरू व्यावसायिक खेतीको रूपमा तरकारी बिउ उत्पादनमा मेहनतका साथ लागिरहेका छन्। तरकारी बिउ उत्पादनका लागि सम्भावना बोकेको क्षेत्र भएकैले बिउ उत्पादन व्यवसायलाई सघाउन जिल्लामा विक्रम सम्वत 2035 सालमा सरकारी स्तरबाट तरकारी बिउ उत्पादन केन्द्रको स्थापना भएको हो। स्थापित उक्त केन्द्रबाट साबिकको राप्ती अञ्चलका जिल्लाहरूमा अवस्थित तरकारी बिउ उत्पादन पकेटहरूमा प्राविधिक सेवा टेवा प्रदान गरिनुका साथै बिउ उत्पादनका लागि आवश्यक पर्ने स्रोत बिउ तथा बिरुवाहरू उपलब्ध हुँदै आएका छन्। यसको मूल बिउ स्रोत बिउहरू चाहिँ उत्पादन गर्ने र किसानहरूलाई चाहिँ त्यो बिउ चाहिँ उपलब्ध गराएर किसानले चाहिँ बिउ उत्पादन गर्ने र त्यसको चाहिँ बजारीकरण गर्ने हिसाबले यो स्थापना भएको हो। र यहाँ चाहिँ हाम्रो खास गरी मूल बिउ उत्पादन हुन्छ र हाल चाहिँ हाम्रो मुलाको मिनुअर्ली जातको मुला, प्याजको रेड क्रियोल अनि यो रायोमा चाहिँ खुमल चौडा पातको चाहिँ हाम्रो मूल बिउ स्रोत केन्द्रको रूपमा चाहिँ रहेको छ। र हामीले लगभग 1200देखि 1500 केजी चाहिँ मूल बिउ उत्पादन गरेर हाम्रो बिउ उत्पादन गर्ने किसान समूह, सहकारी बिउ कम्पनीहरूलाई गुणस्तरीय स्रोत बिउ, मूल बिउ हामीले चाहिँ उपलब्ध चाहिँ गराइरहेका छौँ। जिल्लामा यस केन्द्रको अलावा कृषि विकास कार्यालय, बिउ बिजन कम्पनी, सहकारी संस्था र अन्य सरोकारवाला निकायहरू बीचको समन्वय र सहकार्यले यहाँका किसानहरूको हातमा नयाँ अवसर थपाइदिएको छ, जसबाट किसानलाई स्रोत बिउको आपूर्ति, प्राविधिक परामर्श र बिउको बजारीकरणमा सहजता मिलेको छ। गुणस्तरीय बिउ, जसको प्रयोगले बालीको उत्पादन मात्र बढाउँदैन, यस व्यवसायबाट किसानहरूको आय स्तर वृद्धिमा समेत टेवा पुग्ने भएकोले ग्रामीण अर्थतन्त्रको सुधारमा यसको महत्त्वपूर्ण योगदान रहेको छ। बिउ उत्पादन सामान्य खेती होइन, यो एक वैज्ञानिक प्रक्रिया हो। बिउ उत्पादनका लागि हावापानी र माटो अनुकूलको बाली तथा जातको छनौट, स्रोत बिउको सुनिश्चितता, मलजल, गोडमेल, रोग कीरा तथा परागसेचन व्यवस्थापन र अन्त्यमा बाली कटानी, चुटानी, सरसफाई, प्रशोधन, प्रमाणीकरण, प्याकेजिङ, भण्डारण, ढुवानी इत्यादि कार्यमा विशेष ध्यान दिनुपर्दछ। किसानले प्रत्येक चरणमा अपनाएको यही अनुशासन र कुशलता बिउको मूल्य तथा विश्वसनीयताको आधार हो। गुणस्तरीय बिउको प्रयोगले बालीको उत्पादनमा वृद्धि र मुनाफालाई सुनिश्चित गर्दछ। गुणस्तरीय बिउ हुनका लागि बिउमा भौतिक एवं जातीय शुद्धता अपरिहार्य छ। यसका लागि वंशाणुगत रूपले शुद्ध एवं रोग कीराको संक्रमण रहित बिउलाई कुनै प्रकारले मिसावट नहुने गरी पृथकता दूरी कायम गरेर मात्र लगाउनु पर्दछ। बाली उत्पादन अवधिमा बाली नाली निरीक्षण गरेर बालीको अवस्था अनुसार झारपात, बेजातका बिरुवा, रोगी तथा विकृत रूपका बोटहरू उखेलेर हटाउने र रोग कीराको प्रकोप देखिना साथ तत्काल नियन्त्रणका उपायहरू अवलम्बन गर्नुपर्दछ। बाली परिपक्व भए पश्चात बिउमा कुनै प्रकारको मिसावट नआउने गरी बालीको कटानी, चुटानी, सरसफाई, प्रशोधन, प्याकेजिङ तथा भण्डारण
गरिनुपर्दछ। बिउ उत्पादनको क्रममा स्रोत बिउको खरिददेखि बाली उत्पादन उपरान्तका हरेक क्रियाकलापहरूको अभिलेखका आधारमा यथार्थ सङ्केत पत्र लगाएर वा प्रमाणीकरण निकायबाट प्रमाणित गराएर मात्र बिउको बजारीकरण गर्नुपर्ने हुन्छ। बिउ उत्पादनका आधारभूत सिद्धान्तहरूको पालना नगरी उत्पादन गरिएको बिउलाई बिउको मान्यता दिन सकिँदैन र त्यसरी उत्पादन गरिएको बिउ कसैले बिक्री वितरण गरी प्रयोग गर्ने किसानलाई आर्थिक क्षति पुग्न गएको खण्डमा मूल्याङ्कन समितिको मूल्याङ्कन र सिफारिसको आधारमा वास्तविक हानि नोक्सानीको क्षतिपूर्ति सम्बन्धी उत्पादक तथा वितरकबाट भराउनुपर्ने व्यवस्था नेपालको कानुनमा उल्लेख छ। जिल्लामा बिउ उत्पादन क्षेत्रमा केही समस्याहरू पनि नदेखिएका होइनन्। ती समस्याहरू समाधान गर्न केही महत्त्वपूर्ण कदमहरू चाल्नु अत्यावश्यक देखिन्छ। त्यसका लागि गुणस्तर प्रमाणित स्रोत बिउको प्रयोग, बिउको गुणस्तर सुधार गर्न बिउ बालीको नियमित निरीक्षण र अभिलेखीकरण, आधुनिक प्रविधिबाट बिउको प्रशोधन, गुणस्तर प्रमाणीकरण, प्याकेजिङ र लेबलिङ, किसानलाई निरन्तर तालिम र प्राविधिक सहयोग प्रदान गर्नुको साथै किसान समूह वा सहकारी संस्थामा चुस्त एवं दुरुस्त आन्तरिक नियन्त्रण प्रणाली कायम राख्न सकिएको खण्डमा रुकुम पश्चिममा उत्पादित बिउलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुनः विश्वसनीय तुल्याउन सकिन्छ। यहाँ बिउ उत्पादनका लागि आवश्यक पर्ने सबैजसो पूर्वाधारहरू उपलब्ध छन्। प्राविधिक जनशक्ति जिल्ला स्तरमै उपलब्ध छ। तरकारी बिउ उत्पादनका लागि उपयुक्त स्थल भएकोले नै यहाँ राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूले खुल्ला सेचित र वर्णशंकर जातका बिउहरूको उत्पादनमा लगानी गरिरहेका छन्। स्थानीय स्तरमा स्रोत बिउ र उत्पादन सामग्रीहरू सहज रूपमा उपलब्ध भइरहेको छ। कृषि पकेट क्षेत्रहरूमा सिँचाइ सुविधा पनि विस्तार भइरहेको स्थिति छ। यी सबै खाले पूर्वाधारहरूको सहजताले आम्दानीको स्रोतको रूपमा तरकारी बिउ उत्पादन व्यवसायलाई अँगाल्न कृषकलाई जागरुक तुल्याएको हो। पहिले हाम्रो परम्परागत रूपमा खेतीपाती गरिन्थ्यो। केही वर्ष अघिबाट हामीले सहकारी 2067 सालदेखि खोलेदेखि हामीले अलिकति आधुनिक तरिकाले र केही परम्परागत तरिकाले बिउ उत्पादन गरिरहेका छौँ। ताजा तरकारीमा ढुवानी हामीलाई धेरै लाग्छ र हाम्रो के हो भन्दाखेरि अलि बिउमा अलिकति क्वान्टिटी पनि कम हुने, त्यति अब ताजा तरकारी जति बढी हुन्न र ढुवानी गर्नलाई पनि सजिलो, टाढा लैजानको लागि पनि। त्यो भएका कारणले हामी यहाँ बिउ उत्पादनमा अलि हामी सक्रिय छौँ र अब त्यति अन्यत्रको भन्दा पनि हाम्रो यहाँको बिउ अलि गुणस्तर र अलिकति राम्रो भएको कारणले हामी जहाँ पनि अहिले बजारमा सजिलै सरल तरिकाले बेचिरहेका छौँ। विगतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा यहाँको तरकारी बिउको माग बढ्दो थियो। यद्यपि पछिल्लो चरणमा यसको मागमा गिरावट आएको छ। आन्तरिक कमजोरीका कारण बिउको क्षेत्रमा गिरेको छविलाई सुधार गर्न सही व्यवस्थापन मार्फत गुणस्तरीय बिउ उत्पादन भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म त्यसको प्रचार प्रसार हुन सकेको खण्डमा यहाँका किसानहरूले आगामी दिनमा यस व्यवसायबाट धेरैभन्दा धेरै लाभ लिन सक्नेछन्। गुणस्तरीय बिउ उत्पादन र यसको उचित बजार व्यवस्थापनमा ध्यान पुगेको खण्डमा रुकुम पश्चिम भाग मात्र नभई अधिकांश नेपाली कृषकलाई आत्मनिर्भर तुल्याउन तरकारी बिउ उत्पादन व्यवसायले महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्नुमा कसैको दुई मत नहोला। यो एक व्यवसाय मात्र नभई किसानको जीवनस्तर उकास्ने आधार बन्न सक्छ। बिउ उत्पादनको क्षेत्रमा चुनौती पनि उत्तिकै छन्। यहाँका केही किसानहरूले बिउ उत्पादनका आधारभूत सिद्धान्तहरूको पालना नगरिकनै कमसल बिउ उत्पादन गर्ने र सो उत्पादनलाई छल कपट मार्फत बिउ बजारमा पुर्याएको पनि देखिन्छ। बेला बेलामा बिउमा हुने मिसावटको समस्या पनि विद्यमान छ।
जसको कारण कृषकको बाली उत्पादनमा गिरावट आउनु त छँदैछ, बिउ बजारमा विश्वसनीयता पनि गुमेको छ। यसकै परिणाम स्वरूप विगतका वर्षहरूको तुलनामा हालका दिनहरूमा बिउको बजार मागमा सङ्कुचन आएको छ। गुणस्तरीय बिउ उत्पादन हुन उपयुक्त भूगोल मात्र भएर पुग्दैन, यसका लागि सङ्गठित र अनुशासित कृषकको उपस्थिति अपरिहार्य छ। गुणस्तर कायम गर्न किसानमाझ लगनशीलता, अनुशासन र ऐक्यबद्धताको आवश्यकता महसुस गरिएको छ। कृषकहरूको ज्ञान, सिप र दक्षता अभिवृद्धिका लागि व्यावहारिक तालिम र ग्रामीण स्तरको उत्पादनलाई सहज रूपमा बजारसम्म पुर्याउनु अहिलेको जल्दो बल्दो आवश्यकता हो। तथापि यी सबै कुराहरूको समायोजन गर्नु कम चुनौतीपूर्ण छैन। कृषकहरू भन्छन्, खाद्यान्न बालीको तुलनामा तरकारी खेतीबाट बढी आम्दानी हुन्छ। तथापि दूर दराजमा उत्पादित ताजा तरकारी स्थानीय बजारमा खपत नहुने, ग्रामीण क्षेत्रबाट ढुवानी गरेर बाह्य बजारसम्म लैजान कठिन हुने र बजारीकरण लागत समेत बढ्ने भएकाले तरकारी खेतीको तुलनामा तरकारी बिउ उत्पादन गरेर दिगो आम्दानी लिन सकिन्छ। महिला किसानहरू भन्छन्, बिउ उत्पादन व्यवसायले गाउँघरमा रोजगारी प्रदान गरेको छ। बिउ उत्पादन व्यवसायबाट दैनिक घरायसी खर्च चलाउनुका साथै बालबालिकाहरूको शिक्षा, स्वास्थ्य उपचार र आम्दानी बढाउन सहयोग पुगेको छ। अरूभन्दा तरकारी बाली अलि हामीलाई आम्दानी यही नै हुन्छ सर। लगभग 20-21 वर्ष भयो खेती गर्न लाग्यो। केटाकेटीको जे होस् सराई खर्च यताउता धान आउँछ। खाद्यान्न बाली भन्दा हामीलाई तरकारी बाली बेच्नलाई पनि समस्या छैन। यस व्यवसायले आम्दानीको विकल्प मात्र दिएको होइन, सामूहिक भावनाको विकास, महिला सशक्तिकरण र गाउँको सामाजिक तथा आर्थिक विकासमा पनि महत्त्वपूर्ण योगदान पुगेको छ। यस व्यवसायले ग्रामीण स्तरमा रोजगारी सिर्जना गरेको र किसानलाई आत्मनिर्भर तुल्याएको छ। बिउ उत्पादन व्यवसायले ग्रामीण जीवनस्तर सुधार गर्दै किसानको भविष्य सुरक्षित गर्न सहयोग पुगेको छ। बिउ उत्पादन केवल कृषि खेती मात्र होइन, यो भविष्यको लगानी हो। गुणस्तरीय बिउ उत्पादन र त्यसको उचित बजारीकरण मार्फत जिल्लालाई आत्मनिर्भर र समृद्ध बनाउन सकिन्छ। बिउको गुणस्तर सुधार, प्रशोधन, प्याकेजिङ, लेबलिङ र प्रचार प्रसार, यही हो बिउ व्यवसाय विस्तारको आधार। रुकुम पश्चिमको बिउ किसानको समृद्धिको बाटो।